यति धेरै क्राउड यति धेरै भिड देखेर पनि थाहा पाइसक्नु भयो होला आज हामी कहाँ छौँ भनेर है। नेपाल फेस्टिभल 2025 मा अब हामी छुटेर भयो त। हेर्नुहोस् कति इन्जोय गर्यौँ हामीले। हाम्रो लागि त यो एउटा कति ठुलो चाड जस्तै भयो क्या। यति रमाइलो गर्यो होइन। पैसा मात्र भएर हुँदैन, जिन्दगीमा यतिको भाइसँग साथीभाइ चाहिँ हुनुपर्छ है। पहिलोचोटि क्या यो विदेशी भूमिमा पनि आफू नेपालमा छु जस्तो महसुस भएको क्या। जता पनि नेपाली छु पनि नेपाली नै बोलिरहेको है। यति धेरै भिड थियो कि खुट्टा राख्ने ठाउँ थिएन क्या। हामी चाहिँ यति नाचगान गऱ्यौँ है, थाकेर चाहिँ अब चाहिँ खाना जाउँ भनेर यस्तो आएको है। पानीपुरी सबै सकेको र खाना गएको है। मलाई यस्तो हाँस उठेको। दाइले चाहिँ 10 मा 5 वटा भनिराख्नु भएको थियो क्या। पानीपुरी एकदमै मिठो छ बहिनी, ट्राई गर्नु अरे है। अनि तर पानी र पुरी चाहिँ छ होइन, आलु चाहिँ छैन अरे क्या। नेपाली हो नि त हामी है। अनि मेरो फुल मिनी ब्लग चाहिँ म भोलि पोस्ट गर्नेछु। तपाईँलाई मनपर्छ नि मेरो मिनी ब्लग खै मलाई थाहा छ। अर्को कुरा मैले कसलाई भेटेँ त्यो पनि म देखाउँछु नि, हेर्दै गर्नुहोस् है।